हेलो हाई साथीहरू, हजुरहरू पनि आरामै हुनुहुन्छ होला। म पनि आरामै छु। र आज चाहिँ साथीहरू हामी के भन्छ नुवाकोटतिर घुम्न आएका छौँ। थोरै ब्लग हजुरहरूलाई पनि म पनि घुम्ने छु र हजुरहरूलाई पनि घुमाउने छु। र हजुरहरूको साथ सपोर्टको चाहिँ एकदमै खाँचो छ साथीहरू। एकदमै नयाँ च्यानल खोलेकी छु, त्यही भएर आज चाहिँ मैले गाडीभित्रबाटै ब्लग स्टार्ट गरेकी छु। साथीहरू माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। हजुरहरूको साथ सपोर्ट पाएँ भने यो माथि अझै माथि जानेछु साथीहरू। नयाँ च्यानललाई माया गरिदिनु होला र साथीहरू। खोलामा हेर्नु साथीहरू, सिँढी पानी गरिरहेको छ। ब्याट्री अझ कम्ती साथीहरू। यहाँ चाहिँ साथीहरू टोलीहरू चाहिँ बनाउँदैछ बाटो, गाडीमा चढेर बाटो बनाउँदै आउँदै हुनुहुन्छ। म चाहिँ अगाडि अगाडि यसो ब्लग खिच्दै आएको छु साथीहरू। गाडी आएर छ, बाटो यत्रो सानो यस्तो छ। टोलीहरू बनाउँदैछन् बाटो, म चाहिँ अगाडि अगाडि आएको। कति गर्मी क्या साथीहरू, यहाँ त तराई जतिकै गर्मी रहेछ साथीहरू। हट्टै गर्मी पनि लास्टै गर्मी रहेछ। धान पाकेर लटरम्मै छ साथीहरू। अघि मैले देखाउन सकिनँ, भरे फर्किँदै देखाउने प्रयास गर्ने चाहिँ साथीहरू। बाटो चाहिँ यस्तो जङ्गलै जङ्गलको रहेछ। कसरी जान्छ होला र गाडी, खोइ यस्तो बाटो छ साथीहरू। माथि धान हरिएर चाहिँ साथीहरू देख्नुहुन्छ कि देख्नुहुन्न है साथीहरू। यहाँ माथि यहाँ धान चाहिँ हरिएर चाहिँ पाएको छैन, परतिर चाहिँ पाकिरहेको थियो साथीहरू। यस्तो छ बाटोको हालत चाहिँ यस्तो रहेछ। कसरी जाने हो गाडी थाहा छैन। साथीहरू चाहिँ तल बनाउँदै हुनुहुन्छ दाइहरू चाहिँ गाडीमा चढेर बाटो। म चाहिँ माथि आएर बसेको छु साथीहरू। यस्तो गइरहेको लाइन ठाउँमा कहाँको कस्तो खाल्टो छ, तर मान्छेहरू कहाँबाट आएर उ गर्ने होला। धान त्यहाँतिर छ, यस्तै छ साथीहरू। गर्मी छ धेरै, गर्मी भएर म चाहिँ अलि यता शीतलमा बसिरहेको छु। दाइहरू चाहिँ बाटो बनाउँदै आउँदै हुनुहुन्छ साथीहरू। जङ्गलमा चाहिँ हेर्नु, जङ्गलै जङ्गल रहेछ। त्यही पनि बाटो चाहिँ सानो सानो बाटो यस्तो रहेछ है साथीहरू। ल्याउनु भयो गाडी, खोइ जान्छ क्या हुँदैन। हेरौँ, प्रयास जारी छ बाटो बनाउँदै। स्पिडमा आउनु खोज्दै हो क्या अब त। गाडी चाहिँ निकाले टोलीहरूले तलबाट आउँदैछ। टुटु गाडी निकाले खोलाबाट आउँदैछ गाडी। साथीहरू गाडी नतानेर छोडेर हिँड्नेको अवस्था। पुरा उकालोमा हिँड्दै यस्तो पुरा शीतल भइरहेछ। जङ्गलहरू गर्मी भयो साथी, धेरै गर्मी रहेछ यहाँतिर। हिँड्दैछु हेर्नु, मङ्सिर जस्तो धान पसाइरहेको रहेछ यतातिर। यस्तो जङ्गलै जङ्गलको बिचमा त्यहाँ एउटा घर, मकै पनि त्यस्तै। यस्तो घाम लागिरहेछ उकालोमा, मर्यो। बाटो चाहिँ यस्तो रहेछ कि साथीहरू उकालो, त्यही भएर गाडी एक्लै गयो। हामी चाहिँ पुरा घाममा ठङ्गङ ठङ्गङ हिँड्दैछौँ। पोलेर मरिसकियो साथीहरू। पर भेट्यो गाडी। भ्यू खतरा। पुरा मङ्सिर जस्तो धान पाक्दैछ। कुनै ठाउँ त काटी पनि सकेको रहेछ। वाउ, गाडी अड्किने अवस्था।
आज त्यस्तो पनि भेटियो साथीहरू त्यही मान्छेले पनि हेर्नु है साथीहरू आज पुरै म गाउँमा छु गाउँमा भन्दा पनि के भन्छ नुवाकोट गाई पाल्नु भैँसी पाल्नु भएको रहेछ गाई पाल्नु होइन भैँसी टक्क पाल्नु भएछ त्यहाँ दिदी हुनुहुन्छ लसुन चाहिँ टक्क यस्तरी राखेको रहेछ यहाँ घाम लागेको छ साथीहरू मर्ने गरी यस्तो छ टक्क रायोको सागहरू पनि खानालाई त्यहाँ मिल्ने खालको के ठाउँ भन्छ नाना यो जर्सी गाउँ जर्सी गाउँ ए हामी जाउँ परबाट आएको साथीहरू अघि नुवाकोट अघि हामी मजाले आएको देख्नुभयो होला साथीहरू गाडी मजाले उइक उइक गरेर ठेल्दै आएको तर माथि आएपछि चाहिँ यस्तो रमाइलो भयो कि साथीहरू पुरै यम्मी ठाउँ यस्तो रहेछ साथीहरू मकै पुरै ढलिरहेको हावाले दिएछ फेरि अब 3 कमाइ हुन्छ अरे 3 चोटि रोप्छन् यहाँतिर यहाँ चाहिँ आलु रोपेर निकाल्नु भएको होला प्याजहरू यस्तो छ तलतिर धानै धान छ साथीहरू परपरतिर पारितिर धान रोपेर आम्मा म तनेबाट अघि हामीलाई पनि टर्न नै टिपिदिनु भएको छ के तरकारीहरू उहाँहरूको घर यस्तो छ है साथीहरू कस्तो ठाउँ होला साथीहरू काटेर चाहिँ कटहर आँप पनि नास्पाती पनि यहीँ बारी चाहिँ टक्क लाग्यो घाम फोरो बाटो साथीहरू गाह्रो छ महिनामा 2 ताल आउने गरी हेर्ने साथीहरू कति धेरै काम भयो
मगाएको हो मगाएको मेरो बुढीसँग कुरा अहिलेसम्म बोलिकन भिडियो बनाएको थिएँ म चाहिँ हिँड्नु परेर अलिक डिस्टर्ब भएर ठ्याक्क काठमाडौँ र यतातिर कता जाने बाटो चाहिँ थाहा भएन। धान पाकेर केही छैन साथीहरू मङ्सु जस्तै पाकिरहेको छ धान यतिर लटरमै पाकिरहेको छ धान पुरै